चलचित्र ए मेरो हजुर 5 मा ठूलो सरप्राइज। अनमोल केसी र सुहाना थापाको जोडी फेरि एकसाथ। आमा छोरीसँग रोमान्स गर्दै अनमोल केसी। नमस्कार दर्शक महानुभावहरु, चलचित्र ए मेरो हजुर 5 को बारेमा तपाईलाई विशेष जानकारी गराउने छु। पूरा भिडियोलाई हेर्नुहोला। यदि तपाईले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने कृपया सब्स्क्राइब गर्नुहोला। हाम्रा नियमित भिडियो कस्ता लागिरहेका छन् आफ्नो प्रतिक्रिया पनि तल कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। भिडियोलाई ढिला नगरिकन सुरुवात गरौं। चलचित्र ए मेरो हजुर 5 अहिले नेपाली चलचित्र क्षेत्रको बहुप्रतीक्षित चलचित्रका रूपमा हेरिएको छ। झरना थापाको निर्देशनमा निर्माण भइरहेको यो फिल्मको छायाङ्कन सुरु गरिएको छ। चलचित्रमा फेरि एकपटक अनमोल केसी र सुहाना थापाको जोडी देखिँदैछ। ए मेरो हजुर 3 र ए मेरो हजुर 4 पछि यो जोडीको तेस्रो सहकारी रहेको छ। चलचित्रको सबैभन्दा ठूलो आकर्षक मध्ये एक भनेको निर्देशक झरना थापा स्वयं अभिनयमा फर्किनु हो। पहिले ए मेरो हजुरमा अभिनय गरेकी झरना थापा करिब 25 वर्षपछि यही सिरिज मार्फत पर्दामा देखिन लागेकी हुन्। फिल्ममा अनमोल केसी, सुहाना थापा, झरना थापासँगै दिलीप रायमाझी, सलोन बस्नेत, निरपन्थी, आशा भुसाल लगायतका कलाकारको अभिनय रहेको छ। सुहाना एन्टरटेनमेन्टको ब्यानरमा निर्माण भइरहेको चलचित्रका निर्माता भने सुनिल कुमार थापा हुन्। चलचित्रको छायाङ्कन काठमाडौँ लगायत देशका विभिन्न स्थानमा हुनेछ। विशेष गरी बाजुराको बडी मालिका र खप्तर क्षेत्रमा समेत चलचित्रको महत्त्वपूर्ण दृश्य खिचिने तयारी रहेको छ। यसले सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, सांस्कृतिक र धार्मिक पर्यटक पर्दामा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। अब सबैको चासो चलचित्रको प्रदर्शन मितितर्फ छ। निर्माण पक्षले ए मेरो हजुर 5 लाई 2084 सालको वैशाख महिनामा प्रदर्शन गर्ने लक्ष्य राखेको छ। प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन। अनमोल केसीको लोकप्रिय जोडी झरना थापाको लामो समयपछि अभिनयमा पुनरागमन र बडी मालिका, खप्तर जस्ता आकर्षक लोकेसनका कारण चलचित्र ए मेरो हजुर 5 निकै नै उत्साहित बनेको छ। आमा छोरीसँग अनमोल केसी अभिनय गर्दैछन्। तपाईहरु चलचित्र ए मेरो हजुर 5 लाई लिएर कतिको एक्साइटेड हुनुहुन्छ? कृपया आफ्नो प्रतिक्रिया तल कमेन्ट बक्समा कमेन्ट गर्न भने नभुल्नुहोला। यस्तै जानकारीमूलक भिडियो लिएर आउने नै छु। अहिलेलाई भने छुटिन्छु। नमस्कार।